नमस्कार सबैजनामा आरामै हुनुहुन्छ के गर्दै हुनुहुन्छ प्रिय मनहरू मलाई यसरी हेरेर साथ दिइरहनु होला। आज हामी मुसिकोट नगरपालिकाकै धार्मिक तथा पर्यटकीय स्थल मालिका मन्दिर जाँदै छौं। हेरिरहनु होला। हामी बडीगार्ड खोलामाथि बनेको पक्की पुलमा आइपुग्यो। हामी सेरासम्म हिँड्दै जान्छौं अनि त्यहाँबाट चाहिँ गाडीमा जाने हो। पछाडी आउँदै हुनुहुन्छ मम्मी आन्टी भाइ बहिनी सबै। रिदम मुसिकोट नगरपालिकाकै धार्मिक तीर्थस्थल मालिका मन्दिर आन्तरिक पर्यटनको लागि सुन्दर गन्तव्य। यसलाई बढाउन सके हाम्रो सांस्कृतिक तथा आर्थिक विकासमा ठुलो टेवा पुग्छ। मुसिकोट नगरपालिका 6 कुर्गामा अवस्थित मालिका मन्दिरको चर्चा पुराणहरूमा पनि भएको पाइन्छ। द्वापर युगको अन्त्यतिर यसको स्थापना भएको जनविश्वास रहेको छ। मालिका भगवती देवीले माल्यश्री नामका ऋषिलाई वरदान दिएपछि मालिका मन्दिरको उत्पत्ति भएको जनविश्वास रहेको छ। हाल मन्दिर भएको स्थानमा पहिले ताल तथा माल्यश्री ऋषिको आश्रम भएको विश्वास रहेको छ। पहाडको भित्र मालिका भगवती देवी हुनुहुन्छ भन्ने सबैमा विश्वास रहेको छ। देवीले कान कम सुन्ने भएकाले यहाँ चिच्याएर वर माग्दा मनले चाहेको वर पूरा हुने सबैमा विश्वास चलिआएको छ। मेरो बाल्यकालमा म आमासँग यहाँ हिँड्दै आएको थिएँ। त्यति बेला सडकको पहुँच नभएको हुनाले हामी हिँड्दै आउनु परेको थियो। तर अहिले यहाँ सडकको सुविधा पनि रहेको रहेछ। हामी सबैले मालिकाको दर्शन गरिसक्यो, पूजा गरियो। अब हामी जाँदैछौँ। हामी मालिकाको दर्शन गरेर फर्किसक्यौँ। अब हाम्रो घर आउनै लाग्यो। यतिन्जेलसम्म हेर्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद।